पनि चाट्छस् नकर है मलाई दसैँको मासु नि सक्यो ए बुढा बुढी जोइ त फेरि यतै आउँदैछन् त हेर त हातमा खाम पनि छ दक्षिणा कम भयो जस्तो छ त्यतिका जैसा के सामान छुट्यो क्या हो भन्नुपर्ने मेसेज छुटो के गरे यो दक्षिणा दिएको हामी टिका लाएर आशीर्वाद पो थाप्न आएको त दाइ दक्षिणा थाप्न आएको त होइन नि त्यसो नभन्नु नि नानी दसैँको टिका खाली हात त कसरी लगाउनु त्यही खाली हात टिका लाउनु नपरोस् भनेर जमरा राखेको चाडपर्व त आफ्नो अवस्था हेरेर मनाउनु पर्छ नि अब के भयो त आफ्नै बहिनी ज्वाइँ हो ठिकै छ त यो ठिक होइन दाइ आफूसँग छ भने त ठिकै हो आफूसँग नहुँदा ऋण काटी काटी दक्षिणा दिनु त ठिक होइन नि तपाईँले बहिनी ज्वाइँ भनेर दिनुभयो कि हुने खाने छन् लाज हुन्छ भनेर दिनुभयो त्यत्रो सामान लिएर आउनु भएको थियो नानी हामीलाई पनि अलि अप्ठ्यारो हुन्छ नि त केही अप्ठ्यारो हुँदैन हामी पैसासँग सामान साट्न आएको होइन नि मेरो माइतीमा दाजु भाउजूसँग आशीर्वाद लिऊँ भनेर पो आएको पैसा भन्दा ठुलो कुरा आशीर्वाद र सम्बन्ध हो दाइ मलाई त हजुरहरूको आशीर्वाद भए पुग्छ ल ल बुढी त भित्र गएर पानी त यहाँ दाइको आँगना चाहिँ खसी ढालेर 7 दिन बसेर चाहिँ दसैँ सकाएर जाने ल ज्वाइँ साहब यतातिर खसी अलि महँगा छन्